के छ सन्चै हुनुहुन्छ हजुरहरू? म पनि सन्चै छु हैन। आज चाहिँ हामी कस्ट सिट पढ्नेवाला छौँ। कस्ट सिटमा यो क्वेसन 2082 मा आएको क्वेसन बनाउने पनि छु र हजुरहरूलाई बुझाउने पनि छु। कस्ट सिट गर्नेछौँ। देख्न सक्नुहुन्छ क्वेसन हजुरहरू। ओल्ड इज गोल्डबाट हो। मेटेरियल पर्चेज दिएको छ 4 लाख, क्यारेज अन पर्चेज 20,000, डाइरेक्ट वेजेस 2 लाख, चार्जेबल एक्सपेन्सेस 80,000, कस्टम ड्युटी 10,000, इन्डाइरेक्ट मेटेरियल 20,000, फ्याक्ट्री रेन्ट 40,000 अनि डिप्रिसिएसन अन भनेर दिएको छ। फ्याक्ट्री मेसिनरी, अफिस फर्निचर, डेलिभरी भ्यानको यहाँ दिएको छ 20,000, 30,000, 10,000 अनि क्यारेज आउटवार्ड 15,000, लिगल फी 25,000, अडिट फी 18,000 अनि यता दिएको छ ओपनिङ र मेटेरियल। यिनीहरू यता दिएको छ, देख्न सक्नुहुन्छ हजुरहरू क्वेसनहरू। ल सुरु गरौँ है त। अनि हजुरहरूलाई यहीँबाट बुझाउने पनि छु म। अनि क्वेसन पहिला हजुरहरू हेरिहाल्नुहोस्, नत्र हजुरहरूसँग ओल्ड इज गोल्ड पनि होला, त्यहीँबाट हेर्नुहोस् 2082 को यो कस्ट सिट। फर्स्टमै के आउँछ भन्नु त हजुरहरू? फर्स्टमै के आउँछ? यसको फर्मेट याद गर्नुपर्छ होइन मेन त, नत्र अलि अप्ठ्यारो हुन्छ। त्यही पनि हजुरहरू हेर्नुहोस्। फर्स्टमै ओपनिङ र मेटेरियल, यो वाला लेख्ने हो यता। ओपनिङ र मेटेरियल, यसमा ओपनिङ चाहिँ एड हुन्छ, क्लोजिङ चाहिँ लेस हुन्छ। यो याद गर्नु होला है हजुरहरू। ओपनिङ र मेटेरियल 40,000, ओपनिङ र मेटेरियल 40,000। यसमा एड हुन्छ। अब यसमा एड के हुन्छ सुन्नुहोस् हजुरहरू। यो हामीले सामान, हाम्रो सामान होइन, यो सामान जो हामीले किनेको छु नि, अब यसलाई ल्याउन लागेको खर्च के सेम ट्रेडिङ जस्तै हुन्छ त त्यस्तै। पर्चेज, मेटेरियल पर्चेज 4 लाख, जो हाम्रो सामान किनेर ल्याउन लागेको खर्च हुन्छ नि, त्यो सब चाहिँ यसमा लाग्छ है। अनि क्यारेज अन पर्चेज, क्यारेज ओन पर्चेज, क्यारेज अन पर्चेज 20,000 छ। डाइरेक्ट वेजेस जान्न, कस्टम ड्युटी जान्छ यसमा, भन्सार शुल्क, कस्टम ड्युटी भित्र ल्याउँदाखेरि लागेको खर्च। कस्टम ड्युटी कति छ? 10,000 अनि इन्डाइरेक्ट जान्न यसमा, फ्याक्ट्री रेन्ट जान्न, यो अरू। अब यसमा क्यारेज अनवर्ड त्यो पनि जान्न। अब यसमा लेस गर्ने, अघि मैले भनेको छ नि, क्लोजिङ र मेटेरियल 60,000 छ। जो लेस गर्ने हो त्यो ब्र्याकेटमा हाल्ने है। अकाउन्टको भाषामा लेस गर्नु नै ब्र्याकेटभित्रकोलाई लेस गर्नु भनेर बुझिन्छ। अब यसलाई एड लेस गरौँ। 4,40,20 4,10,000 आउँछ। 4,10,000 ए नम्बरमा आयो। मेटेरियल कन्ज्युम्ड आयो यसमा। अब यसमा एड गर्ने जे डाइरेक्ट चिज छ त्यो सब यसमा एड गर्ने। डाइरेक्ट भएको वाला सब यसमा एड गर्ने। यसमा चाहिँ होइन, मेटेरियल कन्ज्युम्ड आएपछि डाइरेक्ट जे डाइरेक्ट छ नि त्यो सब एड गर्ने। डाइरेक्ट भएको सब एड गर्ने। ओन्ली है डाइरेक्ट मात्र। डाइरेक्ट जति छन् त्यो सब एड गर्ने। केमा? मेटेरियल कन्ज्युम्डमा एड। डाइरेक्ट वेजेस छ, डाइरेक्ट वेजेज कति छ? 2 लाख। अरू छैन नि?
यो चार्जेबल एक्सपेन्सेस पनि त्यसमै आउँछ। चार्ज यो पनि हाम्रो डाइरेक्ट खर्च हो के, चार्जेबल एक्सपेन्सेस कति छ 80,000। 80,000 टोटल हुन्छ 2,80,000। मेटेरियल कन्ज्युममा डाइरेक्टहरु जोडेपछि के हुन्छ, प्राइम कस्ट। प्राइम कस्ट कति हुन्छ 280, 90, 490, 2, 690, 6,90,000 प्राइम कस्ट आउँछ। अब यसमा एड गर्ने हामीले के एड गर्ने हो, फ्याक्ट्री ओभरहेड। फ्याक्ट्री ओभरहेड, फ्याक्ट्री ओभरहेडमा के हुन्छ, फ्याक्ट्रीमा भएको खर्च के, हामीले फ्याक्ट्रीमा भएको खर्च मात्र लेख्ने यसमा फ्याक्ट्री ओभरहेडमा। अनि इन्डाइरेक्ट जे इन्डाइरेक्ट छन् त्यो सब फ्याक्ट्री ओभरहेडमा लेख्ने, अनि फ्याक्ट्रीमा भएका खर्चहरू मात्र फ्याक्ट्री ओभरहेडमा लेख्ने। चार्जेबल आयो कस्टम, इन्डाइरेक्ट मेटेरियल, इन्डाइरेक्ट मेटेरियल, इन्डाइरेक्ट मेटेरियल कति छ 20,000। फ्याक्ट्री रेन्ट, फ्याक्ट्री रेन्ट 40,000। 40,000। अब फ्याक्ट्रीको मा हुन्छ त मेसिन, त्यसको डिप्रिसिएसन लेख्ने, डिप्रिसिएसन अन मेसिनरी लेखिदिने भइहाल्यो। मेसिनरी 20,000। क्यारेज आउटवार्ड हुन्न, अनि लिगल फी, अडिट फी यो पनि हुन्न। अब यसलाई एड गरेपछि कति हुन्छ, यसलाई एड गरेपछि कति हुन्छ 20, 20, 40, 40, 40, 80,000। 80,000 6,90,000 मा 80,000 जोडेपछि 7,70,000। 7,70,000 के आयो हाम्रो सी नम्बरमा, फ्याक्ट्री कस्ट, फ्याक्ट्री इन्कर्ड कस्ट, सरी फ्याक्ट्री इन्कर्ड कस्ट। अब हामीले यसमा एड के गर्ने हो, हामीले यसमा एड गर्ने यो वाला यो सेमी फिनिश्ड गुड्स भयो, वर्क इन प्रोग्रेस, यो एड गर्ने यसमा हामीले। अघि मैले भने छ नि हजुरहरूलाई, ओपनिङहरु सबै एड हुन्छ, अनि क्लोजिङ चाहिँ सबै लेस हुन्छ। ओपनिङ सेमी गुड्स, सेमी फिनिश्ड गुड्स, फिनिश्ड गुड्स कति छ 80,000 लेस क्लोजिङ सेमी फिनिश्ड गुड्स 20,000 20,000। मैले यो पनि भनेको थिएँ, याद छ कि नै हजुरहरूलाई, 60,000 30 30 8,30,000। के आयो यो डी नम्बरमा, फ्याक्ट्री कस्ट। अब हामीले यसमा एड गर्ने हो, अब हामीले यसमा अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। अब हामीले अफिसमा भएको खर्च मात्र के, अफिसमा भएको खर्च मात्र के हुन्छ, अफिसमा भएको खर्च कस्टम ड्युटी हुन्न, यो
फ्याक्ट्री अब डिप्रिसिएसन अन अफिस फर्निचर अफिसमा भएको फर्निचरको डिप्रिसिएसन घट्यो। अब लिगल फी अडिट फी अब यिन तीनवटा पोइन्टहरू आउँछन्। अब यो लेख्नु पर्यो डिप्रिसिएसन on फर्निचर 30,000 30,000 लीगल फी 25,000 ऑडिट फी 18,000 टोटल कति हुन्छ 25 55 55 10 65 65 5 70 70 3 73 73,000 73,000 त्यही पनि गरिहाल्यो 30 प्लस 25 प्लस 18 73,000 प्लस 70 9,03,000 9,03,000 के आयो हाम्रो यी नम्बरमा कस्ट अफ प्रोडक्सन अब हामीले यसमा एड गर्ने हो यो वाला फिनिश्ड गुड्स हुन्छ त यो फिनिश्ड गुड्स लास्टको वाला यसलाई एड गर्ने के कुन एड गर्ने हो त्यो हजुरहरूलाई थाहा होला मैले अघि पनि भनिसकेको छु ओपनिङ वालालाई सधैँ एड गर्ने ओपनिङ फिनिश्ड गुड्स पैसा एकछिनमा लेख्ला है लेस क्लोजिङ फिनिश्ड गुड्स कति छ 1,00,000 ओपनिङ 70,000 क्लोजिङ 30,000 टोटल हुन्छ नि त 30,000 9,33,000 9,33,000 के आयो यो कस्ट एफ नम्बरमा कस्ट अफ गुड्स सोल्ड अब हामीले यसमा एड गर्ने सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेडमा आउने पोइन्टहरू मात्र यसमा एड गर्ने जो हाम्रो सामान बेच्दाखेरि लागेको खर्च हुन्छ नि त्यो सब यसमा एड गर्ने यसमा के छ एउटा डेलिभरी भ्यानको डिप्रिसिएसन भइहाल्यो कस्टम ड्युटी होइन क्यारिज आउटवार्ड यसमा दुईवटा पोइन्टहरू छन् डिप्रिसिएसन on डेलिभरी भ्यान कति छ डेलिभरी भ्यान 10,000 अनि त्यो क्यारेज आउटवार्ड भनेको सामान बेच्दाखेरि मतलब बाहिर लग्दाखेरि लागेको खर्च आउटवार्ड 15,000 टोटल 25,000 9,25,30 9,58,000 टोटल कस्ट यसमा एड गर्ने प्रॉफिट कति दिएको छ 20% ओन कस्टमा भनेको छ सेल्समा भएपछि के गर्नुपर्छ थाहा त होला हजुरहरूलाई कस्टमा भनेको छ अहिले कस्ट यता यस्तो लेखिदिँदा पनि भयो 20% ओन कस्ट 9,58,000 गरेको 20% 9,58,000 इन्टु 20 डिभाइडेड बाई 100 नत्र 20 डिभाइडेड बाई 80 गर्नु पर्थ्यो 1,91,600 सेल्स प्लस 9,58,000 11,59,000
49,600। अब हाम्रो आन्सर मिल्यो कि नै हेरौँ है त। यहाँ कति छ 11,49,600 सेल्स हाम्रो कति छ 11,49,600। हाम्रो आन्सर मिलिसक्यो, हामी सही भयौँ है त। हाम्रो यो हजुरले बुझ्नुभयो कि नै यो सल्भ गरेको हजुरहरू कमेन्ट गर्नु होला हैन। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। हजुरको एउटा सब्स्क्राइबले मलाई खुसी मिल्छ हैन। बुझ्नुभयो कि नै यो हैन यो क्वेसन हजुरहरू कमेन्ट गर्नु होला है त। अनि हजुरको साथीलाई पनि सेयर गर्नु होला।